हे एभ्रिवान, आज हामी भान्टाको तरकारी यति मिठो तरिकाबाट बनाउँछौँ नि। सजिलो र मिठो बनाउन छ भने भान्टा यसरी बनाउनु होला। म ग्यारेन्टीको साथ भन्न सक्छु यति स्वादिलो हुन्छ नि। घरमा सबैले मनपर्छ। हजुरहरू त फ्यान भइहाल्नुहुन्छ। त भान्टाको तरकारी बनाउनलाई यहाँ भान्टालाई यसरी एउटा भान्टामा दुईटा टुक्रा गरिहाल्ने अनि त्यसमा प्लसको आकारमा कट गरिहाल्ने अनि आलु पनि चार पाटे काटिहाल्ने। मैले यहाँ थोरै तरकारी पकाउँदैछु। थोरैजनाको लागि तपाईँहरूले धेरै बनाउनुहुन्छ भने धेरै आलु र भान्टा काट्नु होला। त्यसपछि कराईमा थोरै तेल हाल्ने अनि तेल थोरै हालेर पुरै फैलाइदिने कराईमा। एकदमै मजाले तातिसकेपछि यसरी भान्टा र आलुलाई फैलाइदिने। थोरै नुन हाल्ने, थोरै बेसार हाल्ने, माथिबाट यसरी छर्दिने अनि मिडियम फ्लेममा ढाक्दिने। मिडियम फ्लेममा ढाकेपछि के हुन्छ कि यो मजाले आलु पाकिहाल्छ अनि भान्टा पनि हाम्रो गलिहाल्छ। हामीले फ्राई गर्नु छ, हेर्न सक्नुहुन्छ कस्तो राम्रो। मैले यतिकै ढाकेको थिएँ, 5 देखि 6 मिनट लाग्यो मिडियम फ्लेममा। त हाम्रो आलु पनि पाकिसक्यो, भान्टा पनि गलेर राम्रो फ्राई भइसक्यो। अब यसलाई भान्टा आलुलाई हामीले कचौरामा निकालिहाल्छौँ। कस्तो राम्रो कलर आएको छ हेर्न सक्नुहुन्छ। यस्तै हामीले फ्राई गरिहाल्छौँ। मिडियम फ्लेममा फ्राई गऱ्यो भने कलर पनि मजाको आइहाल्छ अनि गलिहाल्छ आलु पनि। यसको स्पेसल मसाला बनाउनलाई मैले यहाँ तोरी, धनियाँ, जिरा, टमाटर, खुर्सानी र प्याज, लसुन लिएको छु। यसले थोरै पानी राखेर हामीले मजाको मसिनो गरी एउटा पेस्ट बनाइहाल्नुपर्छ, जसले हाम्रो तरकारीलाई एकदमै स्वादिलो गराउँछ। यसरी त तपाईँहरूले पक्कै बनाउनु भएको छैन होला भान्टाको तरकारी। हाम्रो घरमा जब मैले भान्टा बनाउँछु यसरी नै बनाउँछु। सबैले यति मनपर्छ, यति मनपर्छ कि नभन्नु, सबैको फेभरेट भइहाल्छ। यसरी बनायो भने प्राय नर्मली बनायो भने त त्यति मन पर्दैन सबैले भान्टाको तरकारी। त्यही भएर मैले यसरी नै बनाउँछु। माइत जाँदा पनि यसरी बनाउँछु। आजभोलि मम्मीको त फेभरेट भइसकेको छ। अब के गर्छौँ, हामीले कराईमा तेल हाल्छौँ, मेथी फुराउँछौँ अनि यो मसलालाई हालिदिन्छौँ अनि एकछिनलाई भुट्छौँ। भुट्दा भुट्दै यसमा बेसार हामीले हालेको थिएनौँ, त्यही भएर बेसार, थोरै गरम मसाला, थोरै स्वादअनुसार नुन, थोरै कश्मिरी खुर्सानी मजाले राम्रो कलर ल्याउनको लागि हाल्छौँ। थोरै पानी हालेर मसलालाई हामी सँगै भुटिहाल्छौँ। यो भुट्दा भुट्दा एकछिन टाइम लाग्छ, किनभने हाम्रो मसला काँचो थियो, त्यही भएर एकछिन टाइम लाग्छ। जुन गरम मसाला हुन्छ नि, जुन धनियाँवाला, त्यो भुट्दा अलि थोरै टाइम लाग्छ। तोरीवाला मसला अलि धेरै टाइम लाग्छ। त 5-6 मिनटसम्म भुट्नु होला। जब तेल माथि आउन थाल्छ त्यसपछि हामीले यसमा मैले नुन चाहिँ पछि हालेको अनि कसुरी मेथी पनि हाल्नु होला। एकदमै मजाको स्वाद आउँछ, बास्ना आउँछ। त कसुरी मेथी र नुन हालिसकेपछि 2 मिनटसम्म भुट्ने, ताकि त्यसको बास्ना फ्लेभर मसलामा आइहालोस्। त्यसपछि लास्टमा हामीले ग्रेभीको लागि पानी हालिदिन्छौँ। यसरी मिक्स गर्छौँ। अब ग्रेभीमा हामीले यो भुटेको भान्टा र आलुलाई हालिदिन्छौँ। यसरी मिक्स गर्छौँ। एकदम धेरै जति छ घरमा त्यति धनियाँको पात छरिदिनु, किनभने धनियाँ बिना त हाम्रो खाना अधुरै हुन्छ। त्यही भएर यो धनियाँको पात छरेर मिडियम फ्लेम गरिदिनु, चलाउन नि पर्दैन। यसरी ढाकेर 5 मिनटसम्म पकाउनु। त्योभन्दा थोरै पनि लाग्छ, किनभने आलु भान्टा पाकिसकेछ। ग्रेभी मात्रै पकाउनु छ, त्यसको लागि 3-4 मिनटमा हाम्रो तरकारी पाकिसक्यो। मैले ग्यास चाहिँ अफ गरिसकेको थिएँ। अब हाम्रो भान्टा आलुको तरकारी मजाको पाकिसकेको छ। आलुहरू सब पाकेछ। अब यसले भातसँग, रोटीसँग, जेसँग खानु एकदमै मिठो हुन्छ, छिटो हुन्छ अनि एकदमै नयाँ तरिका हो। एकचोटि अवश्य ट्राई गर्नु होला अनि मलाई कमेन्टमा बताउनु होला कस्तो लाग्यो आलु भान्टाको तरकारी। म त गएँ भातसँग खाना, एकदमै स्वादिलो हुन्छ। हाम्रो घरमा सबलाई मनपर्छ। हजुरलाई मनपर्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।